हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। हामी चाहिँ साथीहरू भएर बाहिर ननिस्केको पनि कति भइसकेको थियो कि, अनि त्यस पछाडि हामी चाहिँ सबैजना सल्लाह गरेर ल आज कतै निस्क्यौँ न त, बोरिङ पनि भइरहेको छ, भेट्ने बाहना पनि हुन्छ भनेर। अनि यसो बोरिङ पनि भइरहेको थियो। यो न्यू इयरको विन्टर चिसो हजुरहरूलाई थाहा नै छ, समर स्टार्ट भइसकेको छ। अनि हामी चाहिँ यसो मिठो मिठो खाँदै गफ गर्दै रमाइलो गर्दै कहाँ छ त त्यो ठाउँ भनेर यसो रिसर्च गऱ्यौँ। अनि हाम्रो घरदेखि नजिकै डिस्टेन्समा रहेको कोरियन रेस्टुरेन्टमा हामी साथीहरू सबैजना मिलेर गयौँ। अनि गइसकेपछि हल्का फोटो भिडियो टिकटक त गराउनै पर्यो होइन त साथीहरू। त्यही माथि केटीहरू जम्मा भइसकेपछि टिकटक र फोटो नखिच्ने त कुरै भएन। हामी चाहिँ गएर बस्न पाएको छैनौँ, कुराहरू स्टार्ट भइसक्यो, मजाले गफ गर्न थालिसक्यौँ। अनि अब चाहिँ केही खानुपर्छ भनेर हामीले कोल्ड ड्रिङ्क्सदेखि खानेकुरा स्टार्ट गऱ्यौँ। हामीलाई भोक पनि लागिरहेको थियो कि साँच्ची, घरदेखि त्यस्तो केही पनि खाएको थिएनौँ, बाहिरै खाने भनेर सल्लाह गरेर निस्केको थियौँ हामी चाहिँ। अनि खानेकुराहरू चुज गर्न थाल्यो, धेरै धेरै आइटमहरू थियो। आफूहरूलाई जे मनपर्छ, जे फेभरेट कुराहरू चाहिँ हामी हेर्दै नेमहरू पढ्दै चुज गर्दै गरिरहेको थियौँ होइन साथीहरू। कति रमाइलो भएको, साथीहरूसँग यसरी कहिले काहीँ बाहिर निस्केर टाइम स्पेन्ड गर्न पाउँदा एकदम खुसी अनि फ्रेस फिल हुने कि साथीहरू। म चाहिँ सबैजना ममहरूलाई के भन्छु भने, हजुरहरू पनि यसो टाइम निकालेर आफ्नो साथीहरू मिलेर बाहिर गएर टाइम स्पेन्ड गर्नु, अनि यस्तो फ्रेस फिल हुन्छ। अब घर फ्यामिली बच्चा भनेर हामी काम भनेर कति प्रेसर भइरहेको हुन्छ, यसरी साथीहरूसँग बाहिर निस्केर ह्याङआउट गर्दाखेरि एकदम रमाइलो हुन्छ। म चाहिँ हरेक मामुहरूलाई 1 मन्थमा 2 टाइम्स चाहिँ हजुरहरू बाहिर निस्केर ह्याङआउट गर्नु साथीहरूसँग भन्छु कि। हामी केटी मान्छेहरू चाहिँ बच्चा फ्यामिली अनि काम, घरको काम है, बाहिरको काम सबै गर्दाखेरि चाहिँ एकदमै गाह्रो प्लस घरमा बोरिङ पनि भइरहेको हुन्छ कि। यस्तै हो साथीहरू, दुःख सुखको कुरा है। दुःख गरेपछि कहिलेकाहीँ यसो सुख पनि खोज्नुपर्छ, लाइक आफू पनि रमाइलो गर्नुपर्छ भन्नु खोजेको मात्रै हो। मैले चाहिँ आफ्नो लागि पनि हल्का टाइम निकाल्नुपर्छ। अनि हामीलाई चाहिँ एकदमै धेरै भोक लागिरहेको थियो कि साथीहरू। अनि अब चाहिँ हामीहरू गफ गर्न छोडेर मजाले खानेकुराहरू खाइरहेछौँ। यति भोक लागिरहेको थियो हजुर इमेजिन पनि गर्न सक्नु हुँदैन कि। अनि हामी चाहिँ कुरा बन्द गरेर मजाले खाइरहेको थियौँ। अनि मलाई चाहिँ यहाँको खानेकुराहरू मिठो लाग्यो, सबै खानेकुराहरू एकदम टेस्टी थियो। साथीहरूसँग गफ गर्दै खाँदै रमाइलो गर्दै भएर पनि होला, एकदमै मिठो लाग्यो र रमाइलो पनि एकदमै रमाइलो भयो साथीहरू। हाम्रो चाहिँ हामी यो 4 जना ग्रुप चाहिँ बेला बेलामा बाहिर निस्केर ह्याङआउट गरिरहेको हुन्छौँ, रमाइलो पनि लाग्छ। कहिलेकाहीँ हामी चाहिँ सबैजना मामुहरू, एकजना चाहिँ बहिनी चाहिँ उसको बिहे भएको छैन, अनम्यारिड नै हुन्। हामी चाहिँ यसरी बाहिर निस्केर बेला बेलामा रमाइलो गरिरहेको हुन्छौँ। कहिले सपिङ जान्छौँ, कहिले यत्तिकै घुम्न जान्छौँ, कहिलेकाहीँ चाहिँ हामी यसरी बाहिर गएर खानेकुराहरू खाने गर्छौँ। अनि हेर्दै गर्नु है त मेरो भिडियो लास्टसम्म। हामी चाहिँ अहिले मजाले खान्छौँ है त साथीहरू। के गर्नुपर्छ दिजु? महिनामा एकपल्ट निस्किनुपर्छ। एकछिन लाइट छ अब। दिजु हजुरको डान्स चाहिँ कस्तो राम्रो लाग्यो कि? अघि डान्स गर्छ नि हजुर, कोरियन सङ त पुरै आउँदो रहेछ नि त है। कोरियन सङ के डान्स गर्छ नि त, कोरियन सङ चाहिँ अनि अघि रेस्टुरेन्टमा त्यो भिडियो गर्नु नदिँदो रहेछ है। नभए त कस्तो रमाइलो हुन्थ्यो है। आज चाहिँ दामी भएको के हुन चाहिँ। हजुरलाई डान्स चाहिँ राम्रो आउँदो रहेछ है कोरियन चाहिँ आउँछ मलाई। कोरियन 2-3 पल्ट गइसक्छु होइन, कोरिया बसेको नि त पहिला म, त्यही भएर के त्यही भएर अघि कोरियन भाषा बोलेको सुनेनौ त्यहाँ? सुनेको त, सबै मेरो कोरियन भाषाबाट यो देव सबै भनेको हो नि त। कस्तो राम्रो रे है। त्यो सङहरू डान्स पनि आउँदो रहेछ कि? सबै बुझ्छु कि। इङ्ग्लिसबाट आउँदैन, कोरियन त सबै त्यही भएर।
हामीहरू चाहिँ टन्न खाएर एकदम रमाइलो गरेर मिठो मिठो गफ गरेर हामी चाहिँ त्यहाँदेखि निस्क्यौँ। अनि बाटोमा पनि मस्तले गफ गर्दै गर्दै उहाँ चाहिँ होइसिन्छ सुनिता दिजुले यति गफ लगाएर यति रमाइलो गर्ने यति हँसाउने मान्छे। अनि त्यसपछि हामी गयौँ प्लान्ट सपमा यहाँ प्लान्टहरू चाहिँ एकदम डिफ्रेन्ट टाइपको प्लान्टहरू एकदम राम्रो प्लान्टहरू चाहिँ कस्तो राम्रो कलेक्सन हुन्छ। अनि हामी चाहिँ इन्डोर प्लान्ट ल हेरौँ न त एकदम मन पर्यो भने चाहिँ लिएर गइहालौँ भनेर हामी चाहिँ सर प्लान्ट हेर्न थाल्यौँ। अनि प्लान्ट हेर्न थाल्यौँ। यहाँ फेरि सानो कस्तो क्युट फ्लावर गिफ्टहरू के साथीहरू, मलाई चाहिँ यस्तो कुराहरू एकदम मनपर्छ कि सानो कुराहरूले म एकदम खुसी हुन्छु। म एकदम खुसी हुने भनेको अर्को कुरा चाहिँ इन्डोर प्लान्ट के साथीहरू मलाई एकदमै मनपर्छ। अनि आजको दिन चाहिँ मलाई कति छिटो बिते जस्तो लाग्यो कि साथीहरू, यति छिटो बिते जस्तो लाग्यो है। रमाइलो भयो, मिठो खायो, गफ गर्यो, सुख दुःखको कुरा पनि गर्यो। त्यसै गरी हजुरहरूलाई पनि थ्याङ्क यू सो मच मेरो ब्लग लास्टसम्म हेरिदिनु भएकोमा। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो हेरेर कमेन्टमा कमेन्ट लेख्न नबिर्सनु होला है साथीहरू। म अरू कन्टेन्ट पनि लिएर आउनेछु। बाई।